हरे कृष्ण सम्पूर्णमा नमस्कार। म विष्णुप्रियाको आजभोलि क्या यो सोसल मिडियामा धेरै भिडियोहरू देखिन्छ अथवा गुनासोहरू होइन पोखेको उहाँहरूको देखिन्छ नि त। किन चाहिँ मैले सम्पूर्ण कुरा दिँदा पनि मलाई चाहिँ धोका भयो, किन म यसरी दुखी हुनु पर्यो अरूले गर्दाखेरि, किन मेरो भाग्यमा सुख लेखेको छैन र भन्ने यस्ता जिज्ञासाहरू धेरैको देख्छु क्या। म केही वर्ष अगाडि मेरो पनि थियो यही जिज्ञासाहरू, म पनि त्यही अवस्थामा थिएँ र त्यसमै अब मैले होइन मेरो अनुभव चाहिँ गलत बाटोमा हामी हिँडेछौँ क्या। हामीलाई एउटा थोक चाहिएको हामी अर्को थोक खोज्नलाई हिँडिरहेछौँ है। हामीलाई जहाँ गयो त्यो आनन्द, त्यो सुख, त्यो होइन पिसनेस हामी पाउँछौँ, त्यो हामी केमा खोज्यौँ भने हामीले कुनै पनि व्यक्तिमा, कुनै पनि वस्तुमा होइन कुनै पनि चिजमा खोज्यौँ क्या। ओहो यो मान्छेले मलाई सुख दिएला, यसले मलाई भरपूर्ण माया दिएला होइन, यो वस्तुबाट चाहिँ म खुसी हुन्छु होला होइन। यसरी चाहिँ हामी अपेक्षा भनौँ न होइन, एउटा त्यस्तो खालको डिजायर होइन इच्छा राखेर चाहिँ हामी हाम्रो खुसी, हाम्रो सम्पूर्ण शान्ति, हाम्रो आनन्द चाहिँ हामी अरूमा खोज्न थाल्यौँ क्या। अनि हामी अन्त्यमा के मिल्यो, हामीले भने जस्तो चाहेको कुरा हामी पाउन सक्दैनौँ। नपाएपछि के हुन्छ, त्यहाँनिर हामी दुःखी हुनुपर्छ। त्यही भएर हामी दुःखी, वास्तवमा दुःखी हामीलाई अरूले दिने होइन, दुःख हामी अरूबाट पाउने होइन, यो दुःख स्वयं हामी आफूले प्रकट गरेको कुराहरू हो क्या। म दुःखी छु भने त्यो कुरा मैले आफूले स्वयंले प्रकट गरेको कुरा हो। यदि मैले वास्तविक बुझेँ, सत्य बुझेर कुनै व्यक्तिले मलाई हर्ट गर्छ अथवा अपमान गर्छ अथवा कुनै पनि वस्तु मलाई थाहा छ यो वस्तुले मलाई खुसी दिन सक्दैन, क्षणै खुसी दिन सक्छ, भोलि यो वस्तु पनि टुटिन्छ होइन, मान्छेको मन पनि परिवर्तन हुन्छ, यी सबै कुराहरू मैले सत्यहरू बुझेँ भने त्यसपछि म दुःखी नै हुन्न क्या। किनभने भोलि के हुन्छ यो सबै कुरा बुझेपछि आजको दिनमा प्रसन्न हुन्छु र भोलिको दिन म त के हुन्छ भनेर त्यसको अपेक्षा नै गर्दिनँ म है। एक्सपेक्टेसन भन्छ नि, एकदम डेन्जर कुरा हुने कुराहरू भनेको चाहिँ होइन, यसले नै मान्छेलाई दुःखी बनाउने हो। त्यही भएर यदि सुख चाहनुहुन्छ, जिन्दगीमा खुसी हुन चाहनुहुन्छ भने तपाईँ फर्स्ट आफ्नो लागि जिउनुहोस्, फर्स्ट आफूलाई प्रेम गर्नुहोस्। जब तपाईँले आफूलाई प्रेम गर्न सक्नुहुन्छ, जब तपाईँ आफ्नो लागि जिउन चाहनुहुन्छ, त्यसपछि तपाईँको यो दृष्टि पनि फरक हुन्छ। कति सुन्दर लाग्छ यो संसार, ती व्यक्तिहरूको दया लाग्छ जसले तपाईँलाई झुक्क्याउँछन्, तपाईँलाई धोका दिन्छन् होइन, ती व्यक्तिहरूको हजुरलाई दया लाग्छ, उनीहरूलाई माफी गरिन्छ र तपाईँ आफूमा मग्न आनन्द हुन्छ। यो फर्मुला, यो सूत्र होइन, तपाईँ आफ्नो जिन्दगीमा तपाईँले यसलाई युज गर्नुभयो भने तपाईँ जस्तो आनन्द यो संसारमा अरू कोही पनि हुँदैन। किनकि तपाईँलाई आनन्द हुनको लागि अब कोही अरू कुनै व्यक्तिको, कुनै वस्तुको आवश्यकता नै पर्दैन क्या। तपाईँ स्वयंमा पूर्ण हुनुहुन्छ। हामी आफूमा पूर्ण छौँ, तर हामी के खोज्यौँ, अरू कुराहरूमा हामीलाई पूर्ण बनाउन खोज्छौँ क्या। त्यही भएर हामी जहिले पनि दुःखी हुनु पर्यो। त्यही भएर आजैबाट दिदीबहिनीहरू होइन अथवा दाजुभाइको एकदम कम पर्सेन्टेजमा हुन्छ होइन, उहाँहरूलाई पनि होइन कम्पेयरमा चाहिँ धेरै चाहिँ हाम्रो दिदीबहिनी छिटै टुट्नु भएको देखिन्छ नि त। किनभने हामी लेडिजहरूको मन चाहिँ एकदमै कोमल हुन्छ क्या, हरेक कुरामा उहाँहरू होइन छिट्टै भावुक भइहाल्ने, खुसी भइहाल्ने हुन्छ। त्यही भएर दिदीबहिनीहरूलाई स्पेसल आफूलाई प्रेम गर्नुहोस्, आफूलाई माया गर्नुहोस् र सबैजनालाई माफी गर्नुहोस् है। बदलाको भावना छोडिदिनुहोस्, कसले तपाईँलाई के गर्यो कसो गर्यो होइन, यो कुराहरू सबै लिमिट गर्नुहोस्। अघि बिहानसम्म के भयो त्यो कुराहरूलाई वास्ता नगर्नुहोस्। अब भोलि आउने दिनमा के गर्ने
त्यो होइन गर्नुहोस् आफ्नो उयोबाट अहिलेबाट गर्नुहोस् अहिलेबाट सत्कर्म गर्नुहोस् सबैलाई प्रेम गर्नुहोस् आफूलाई प्रेम गर्नुहोस् होइन अर्को कुरा भनेको जजमेन्ट नगर्नुहोस् कसले के गर्दैछ कसो गर्दैछ होइन लिभ इट त्यो उहाँहरूको कर्म हो आफ्नो कर्म सबैले भोग्नुपर्छ अरूको जजमेन्ट नगर्नुहोस् अरूलाई करेक्सन गर्नतिर नलाग्नुहोस् आफूलाई जजमेन्ट गर्नुहोस् हिजोसम्म मैले कस्ता कर्म गरेका थिएँ ती कर्महरूलाई अब मैले कसरी करेक्सन गर्ने कसरी सुधार गर्ने मैले हिजोसम्म त ल मैले कुकर्म पनि गरेँ है मैले पाप पनि गरेँ तर आजबाट म सत्कर्म सुरु गर्छु सत्कर्म गर्छु राम्रो कर्म गर्छु सबैको लागि राम्रो होस् है सबैलाई प्रेम गर्छु भन्ने खालको हामीले जब हाम्रो मन हाम्रो बुद्धि होइन हाम्रो विचार यी सबै हाम्रो यस्ता पोजिटिभ बनाउँछौँ भने चाहिँ त्यसपछि तपाईँको सुरु भयो आनन्दको दिन है त त्यही भएर आजैबाट सुरु गर्नुहोस् अहिलेबाट सुरु गर्नुहोस् है आफूलाई समय दिनुहोस् आफूलाई करेक्सन गर्नुहोस् आफूलाई जजमेन्ट गर्नुहोस् हस् त ल हरे कृष्ण राधे राधे